अरूको कुरा सुन्न नसक्ने बच्चाले जीवनका धेरै अवसर गुमाउन सक्छ। सहिष्णुता जन्मजात गुण होइन, सही अभिभावकत्वले सिकाउने जीवन उपयोगी सिप हो। असहिष्णु बच्चा भन्नाले अरूको विचार सहजै स्वीकार गर्न नसक्ने, सानो कुरामै रिसाउने र आफ्नो इच्छा पुरा नभए चाँडै चिडिने बच्चालाई जनाउँछ। बच्चा किन असहिष्णु हुन्छन् त? पहिलो कारण हो अत्यधिक लाड प्यार। हरेक माग तुरुन्तै पुरा गर्दा बच्चाहरू यस्तो हुन सक्छन्। दोस्रो हो धैर्यको अभ्यास नहुँदा, पर्खने वा पालो कुर्न नसिकाउँदा यस्तो समस्या देखिन्छ। तेस्रो हो अस्थिर व्यवहार, कहिले धेरै कडा कहिले धेरै नरम हुँदाखेरि यो समस्या देखिन्छ। चौथो हो नकारात्मक वातावरण, घर वा विद्यालयमा झगडा, रिस र आलोचना धेरै हुँदा पनि यो समस्या देखिन्छ। यसको असर के हुन्छ त? पहिलो हो अरूको विचार स्वीकार गर्न गाह्रो हुन्छ। दोस्रो हो साथी र शिक्षकसँगको सम्बन्ध बिग्रिन सक्छ। तेस्रो हो आत्मनियन्त्रण कमजोर हुन्छ। चौथो हो चिडचिडाहटपन बढ्छ र सामाजिक दूरी बढ्न सक्छ। अब यस्तो बेला अभिभावकले के गर्ने त? पहिलो हो धैर्य सिकाउने, पालो कुर्ने र पर्खने बानी बसाल्नुपर्छ। दोस्रो हो सकारात्मक वातावरण बनाउने, घरमा सम्मानपूर्वक बोल्ने र झगडा कम गर्ने। तेस्रो हो समान व्यवहार, सन्तुलित र न्यायपूर्ण व्यवहार अपनाउनुपर्छ हामी ठुलाहरूले। चौथो हो राम्रो व्यवहारको प्रशंसा गर्ने, धैर्य र सहिष्णुता देखाउँदा खुलेर सराहना गर्ने। अब यस्तो व्यवहारले के परिवर्तन सिकाउँछ त? एक, बच्चाले धैर्य र आत्मनियन्त्रण गर्न सिक्छ। दोस्रो हो साथीभाइसँग मिलेर बस्न सिक्छ। तेस्रो हो अरूको विचारको सम्मान गर्न सिक्छ। चौथो हो जिम्मेवार, सहिष्णु र सफल व्यक्तिहरूको रूपमा विकसित हुन्छ। बच्चालाई सबैभन्दा ठुलो उपहार भनेको उसको हरेक इच्छा पुरा गर्नु होइन, अरूलाई सम्मान गर्न र धैर्य राख्न सिकाउनु हो। त्यही सिपले उसलाई जीवनभर सफल बनाउँछ। बाल्यकाल जग हाल्ने बेला हो, कस्तो जग हाल्छौँ हाम्रो हातमा छ। धन्यवाद।